नमस्ते सबैजनालाई म भीम लाउती। आज चाहिँ मैले स्क्रिनमा ल्याएको छु यहाँनिर हाम्रो हरकदैको है माटो चिन्हको चुनाव नजिकै आएको कारणले तपाईँहरू कहीँ कतै फेरि भुल्नुभयो कि भनेर मैले फेरि तपाईँहरूलाई यहाँ सुझाव लिएर आएको छु। एकदमसँगले आउने चुनावमा चाहिँ सबैजनाले चिनिदिनु होला माटो चिन्हलाई। एकचोटि के कस्तो हुँदो रहेछ भनेर सबैजनाले चिनिदिनु होला, होइन केही राम्रो काम भइहाल्छ कि भन्ने खालको हामीले धेरै आशाहरू बोकेको छौँ माटो चिन्हबाट। अनि माटो चिन्ह अहिले अलिकति धेरै हाम्रो अरू पुरानो चिजहरू भन्दा चाहिँ अलिकति बेग्लै तरिकाले आएको छ। त्यही भएर हाम्रो माटो चिन्हले केही काम राम्रो गर्छ कि भन्ने खालको योजनाहरू देखिएको छ। त्यही भएर सबैजनाले चिनिदिनु भनेर मैले अनुरोध गर्दछु। हस्त नमस्ते। मेरो कस्तो के लाग्यो तपाईँले कमेन्टमा भनिदिनु होला, कमेन्टमा भन्न सक्नुहुन्छ। हजुरहरूको लागि कमेन्ट खुल्ला छ।